नमस्ते सबैजनालाई है। म चाहिँ फ्यामिली समाज सेवाबाट मिस्टर लामा। अनि आज म चाहिँ उहाँ रवि थापा दाईबाट आएको छु। अनि उहाँलाई अब सानो सहयोग गर्नको लागि। अनि त्यही भएर अब हाम्रो जति पनि अब फ्यामिली समाज सेवामा रहनु भएर काम गरेको हाम्रो दाई दिदीहरू हुनुहुन्छ, उहाँहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद। अनि हाम्रो साथीभाइ इष्टमित्र जति पनि हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो रवि थापा दाईलाई सहयोग गरिदिनु भएको छ, त्यसलाई धेरै धेरै धन्यवाद। र अनि हाम्रो जति नै सहयोगी मनहरू हुनुहुन्छ अनि उहाँहरूको पनि सेवामा रहेर आधारित रहेर काम गर्ने म चाहिँ मिस्टर लामा भाइ हो। सबैजनाले जे होस् पछाडिबाट धेरै सहयोग गर्नुभएको छ, म धेरै खुसी छु। र आज मलाई सहयोग गर्नु भएको छ हाम्रो बहिनी। अनि त्यही भएर उहाँलाई पनि धेरै धेरै धन्यवाद। अनि हाम्रो उहाँ रवि थापा दाईको आमा पनि हुनुहुन्छ यहीँ, अनि उहाँलाई पनि धेरै धेरै धन्यवाद है। अनि त्यसपछि आज अब हाम्रो सहयोग गर्नुहुने महानुभावहरूको नाम म भन्न गइरहेको छु। अनि हाम्रो हुनुहुन्छ फर्स्टमा हुनुहुन्छ हाम्रो धन्यवाद। आज अलिकति हाम्रो रवि थापा दाईलाई चाहिँ थोरै रासन पानी र थोरै रकम आज चाहिँ म हस्तान्तरण गर्न गइरहेको छु। दाई लिनुहोस् त है त। धन्यवाद। धन्यवाद भन्नु रवि थापालाई। ल बोल्नुहोस् केही शब्दहरू। तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु। आगामी दिनमा नि यदि मलाई माया गरिरहनु सबैजनालाई धेरै धेरै शुभकामना दिन्छु। हजुरहरूले त्यहाँनिर भने मलाई दिनुभएको तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु। अनि हाम्रो दादा नि जान्छु भन्छु, अनि दिदीलाई नि जान्छु भन्न जान्छु। हुन्छ, धन्यवाद हाम्रो रवि थापा दाईलाई। अब यसै गरी म अन्तिममा फेरि भन्न चाहन्छु, जति पनि मलाई पछाडिबाट सहयोग गर्नुहुने हाम्रो हुनुहुन्छ किङ दाई युएसएबाट, सन्ध्या नाना युएसएबाट, अनि रिता राई नाना हाम्रो दिदी हुनुहुन्छ युएसएबाट, अनि मैसा नाना नेपालमै हुनुहुन्छ, अनि हाम्रो बिनी राई दिदी हुनुहुन्छ नेपालबाटै काठमाडौँमै हुनुहुन्छ। अनि यसै गरी हाम्रो फ्यामिली ड्याडीको टिमलाई पनि धेरै धेरै धन्यवाद। मिस्टर लामा एउटा भाइ साथी सम्झेर धेरै धेरै पछाडिबाट सहयोग गर्नुभएको छ। म धेरै खुसी छु हजुरहरूको